Hey guys, welcome back to NC Rider Lifestyle Vlogs मा तपाईहरुलाई स्वागत छ र आज म न्यू ब्लग लिएर आइसकेको छु गाइस। यता देख्न सक्नुहुन्छ आज म पहाडतिर घुम्न आएको छु र आजको ब्लग यताबाट सुरु हुँदैछ गाइस। म पेट्रोल हाल्दै छु गाइस। अब धनगढी देखि सहजपुरसम्मको यात्राको लागि पेट्रोल फुल गराउँदै छु र पेट्रोल ओभरफ्लो भइसकेको छ र पुरै फुल भयो त पेट्रोल पुस्नलाई मैले रुमाल मागिसकेको छु। गरौँ गराइदिउँ के रुमाल यो तेल गरे किन आफै बन्द हुनुपर्ने बन्द भएन त्यही हो। त्यही त म सोचिरहेको छु बन्द होला अब बन्द होला। कति लिटर 7 लिटर ल गाइस, यस्तै गरी साइडमा हाम्रो अत्रियाको साथीहरू भेटाएको छन् र यिनीहरू हामीसँगै सहजपुरसम्म जाने रे 16-17 काफल खान र शीतल इन्जोय गर्न चिसो। ल त गाइस, अब हामीहरू तयार भइरहेछौँ। अब म पन्जा लगाइरहेको छु। अब रेडी हुँदैछौँ। अब सबजना बाइक स्टार्ट भइसकेको छ। ल त गाइस, अब हाम्रो यात्रा सुरु भइसकेको छ। धनगढी टु सहजपुरसम्मको यात्रा सुरु भइसक्यो र यस्तै गरी हामी सबजना अगाडि बढिरहेको छौँ। मेरो साथीहरू अगाडि मलाई यस्तै गरी पटाकादेखि सुरु गर्नुपर्छ गाइस। यस्तै गरी अब हाम्रो साथीहरू त्रिपल लोड हालिदिरहेछन् र त्रिपल लोड भएर हाम्रो साथीहरू अत्रेका साथीहरू पनि अगाडि बढिरहेछन् र म पछाडि छु गाइस। गाइस, अब आउँदैछ पटाका मिस फायर। हवस् त गाइस, अब मेरो साथीहरू अगाडि बढिरहेछन् अनि सबजनासँगै जानुपर्छ र इन्जोय गर्नु। ल गाइस, साथीहरू चिलमा हामी चाहिँ रिलमा यो सेकेरा अनि गाइस हामीहरू हिँडिरहेछौँ। अब साथीहरू मलाई छोडेर सबजना अगाडि पर्खिरहेछन्। म पछाडि पेट्रोल हालिरहेको थिएँ। सब साथीहरू अगाडि गएछन्। अब हामीहरू गोदावरी पुगिरहेछौँ। अरू साथी पछाडि छन्, अझ साथीहरू अगाडि पुगिसकेका छन् गाइस। गाइस, साथीहरू भेटिएको छन् यहाँनिर सबजना। अब हामीहरू हिँडिरहेछौँ र अब दुई टिमको हामीहरू ग्रुप जोइन भएर अगाडि बढिरहेको छु गोदावरीतिर र साथीहरू अगाडि म पछाडि यस सेकेन्ड आउट। ल अब हामीहरू हिँडिरहेछौँ गाइस। ल सबजना केटाहरू पाहाडमा गइरहेछन्। अब मजा आयो गाइस। ल गाइस, अब हाम्रो रेस परे जस्तो छ गाइस। अब सबजना पुरा रन्किरहेछन् केटाहरू पाहाडमा अनि हामी चाहिँ घोडामा। ल गाइस, अब हामी फुल इन्जोय गर्दै आर्मी ब्यारेकतिर पुगिसकेका छौँ र अब गोदावरी केही समयमा पुगिन्छ जस्तो छ गाइस। र हामीहरू इन्जोय गर्दै यताउता हिँड्दै जाँदैछु गाइस। यो चाहिँ हाम्रो पूर्वै साथी र अब कति पुगिन्छ भनेर सोधिरहेछन् र अब हामीहरू सहजपुरसम्म जाने भनेको कुरा भएको छ। त्यही गरी अब रेस पऱ्यो जस्तो छ गाइस। र गाइस रन्क्यौ केटाहरू। ल अगाडि भेट्नुपर्छ गाइस चोकतिर। त्यही भएर म अलिक पछाडि छु गाइस।
ल गाइज अहिले त मैले पनि हाँकिदिएको छु अलिकति। ल गाइज यो गोदावरीको जङ्गल रहेछ, हल्का रमाइलो छ, राम्रो छ, बाटो पनि एउटा एकदम क्लिन छ। र मेरो अर्को साथीहरूलाई पनि भेटाइसकेको छु गाइज। ल गाइज यता पुरै केटाहरू फुल फर्ममा पुरै रन्किरहेछन् गाइज। ल गाइज यता हाम्रो अट्रेको साथीहरू ट्रिपल लोड हालेर रन्किरहेछन् अनि यिनीहरूलाई मैले बिट गर्दै अगाडि बढिरहेको छु। र ये गाइज पटाक्का। ल सबलाई मैले पछाड्दै अगाडि बढिसकेको छु र म गइरहेको छु अहिले भनेपछि 75 को स्पिडमा गइरहेको छु गाइज म। र अहिले त म सबभन्दा अगाडि रहेछु र साइडमा हाम्रो कुल बोय साथी पनि पछाडि छन्। गाइज एकदम रमाइलो भइरहेछ, बेहोस मजा आइरहेछ। साथीहरूसँग आज घुम्न पाइयो। अस्तिदेखि पर्खिरहेको थियौँ हामीहरू घुम्न कहिले जाने भनेर र आज मौका पारेर हामीहरू घुम्न निस्केका छौँ। मेरो साथीहरू वा ट्रिपल लोड हालेर रन्किएछ गाइज। यो अत्रेको साथीहरू हुन् गाइज। र अब हामीहरू गोदावरी पुगिसकेको छु। गोदावरी मन्दिर यता साइडमा देख्नु होला हाम्रो गोदावरीको हनुमान भगवानको मन्दिर छ र हाम्रो साथीहरू ट्रिपल हालेर। त्यसै गरी हाम्रो साथीहरूलाई एउटा सानो व्हिलीबाट स्टार्ट गराइदिनु पर्छ। चलो भाई देखो अब मैं क्या करता हूँ। त्यसै गरी गाइज अब हामीहरू बस पुगिसक्यौँ गोदावरी र मेरो साथीहरू अगाडि गइरहेछन् र म पछाडि छु। सबजना इन्जोय हुँदैछ यता साथीहरूसँग। पुरै साथीहरू पुरै अगाडि रन्केर गइरहेछन् र अगाडि ट्राफिक चौकी छ। यता हाम्रो साथीहरू थम्सअप गर्दै इन्जोय फुल। ल गाइस ट्रिपल हान्दिरहेछ हाम्रो साथीहरूले। ल गाइस सब निस्क्यो। आज रैला गर्नुपर्छ गाइस। साथीहरूसँग लास्ट मजा आइरहेछ र हामीहरू पनि फुल इन्जोयमा छौँ सबजना। र अगाडि हाम्रो ट्राफिक सरको चेकपोस्ट छ र हाम्रो साथी एकजनालाई माथिसम्म पुर्याइदिनु भनेर रिक्वेस्ट गरिरहेछन् र म एकजनालाई बचाएर अगाडि ट्राफिक चेकपोस्ट कटाइदिन्छन् र अरू साथी चाहिँ हिँडेर आउने रे। ल त गाइस अगाडि पुलमा भेट्नुपर्छ र ट्राफिक सरहरू मलाई रोक्छन् कि रोक्दैनन् हेर्नुपर्छ गाइस। ल गाइस त्यसै गरी हाम्रो साथीहरू डबल भइसकेछन्। ट्रिपल हुनेवाला उत्रेर गए हिँडेर आइरहेछ र यहाँनिर चेक पोस्ट छ गाइस। यो चेक पोस्टमा मान्छेहरू ट्राफिक छैन र हामीहरू कटिहाल्यौँ। हस् त गाइस अब पुलमा भेट्नुपर्छ। ल गाइस त्यस्तै गर्दै हामीहरू गोदावरी रिसोर्ट पुगिसकेका छौँ र साइडमा गोदावरी रिसोर्ट र यहाँनिर सानो बुद्ध स्तूपा र यता बबाल दामी एकदम दामी सिन छ गाइस। ल गोदावरी पुल पुग्यो गाइस। फाइनली गोदावरी वेलकम टु गोदावरी गाइस। उतातिर भाइरल पुरानो काठको पुल छ गाइस। यो चाहिँ नयाँ पुल हो र यहाँनिर हामीहरू साथीहरूले एकछिन रुकेर सँगै जाम भनेर कुरा गरिरहेछौँ। पुरै च्यापिन्छ।
ल गाइज मेरो साथीहरू पछाडि रुकिरहेका छन् अनि त्यही भएर गोदावरी पुग्यो। गोदावरी अहिले अगाडि हाल्नु। ल गाइज गोदावरी पुग्यो र यो चाहिँ गोदावरीको सिन। हल्का हिमाल छ र हल्का पहाड हो गाइज, हिमाल होइन पहाडमा चाहिँ यस्तै रोड हुन्छ गाइज। र यतातिर जङ्गल छ, साइडमा जङ्गल र गोदावरीको यो मोस्ट फेमस उकालो रोड धेरै उकालो छ गाइज। कसैको बाइक ब्याक आइहाल्छ। क्रस फायर आरएम भएको कारणले ब्याक हाम्रो पुरै भएन गाइज। यस्तै गऱ्यो अब हामीहरू हिँड्दै गर्दैछु गाइज। अब भेट्नु पर्छ गाइज, सिधै माथितिर भेट्नु पर्छ गाइज। ल गाइज अब चाहिँ गोदावरी मोस्ट फेमस जिप लाइन यहाँ छ। त्यस्तै गरी अब सब साथीहरू हामीहरू अगाडि जाँदैछौँ र सबैजना अगाडि भेट्नुपर्छ। अगाडि भिडियो बनाइदिनु, भिडियोमा आइरहेको छु तिमी। गाइस अब हामी घर फर्किरहेछौँ।